रवि कि बालेन कि कुलमान यहाँले जुन भन्नुभयो रवि बालेन हर्क त्यहाँदेखि आएर गोपी हमाल जो देखिएको छ हो यी सबै शक्ति एक हुनुपर्छ। यो सबैको एउटै नाम हो। परम्परावादी दलहरू हाबी भए एउटै मान्छे 5 चोटि प्रधानमन्त्री भए यहाँ भए त्यहाँ भए जुन भन्छौँ नि त्यसमा सबभन्दा ठुलो दोष हाम्रो छ नि त। त्यो मिलाउन भूमिका तपाईको कस्तो रहन्छ? त्यो भूमिका मिलाउन राति 12 बजे पनि यदि मेरो आवश्यकता पर्छ भने म तयार छु। योभन्दा अघिको सरकारले प्रतिशोध साध्यो भन्ने छ भने अहिलेको सरकारले के हेरेर बसेको छ कि त भनिदिनु पर्यो प्रतिशोध पूर्ण हो र कि होइन भने होइन भनिदिनु पर्यो। अब यो अहिलेको सरकार चाहिँ मुख दर्शक बनिरहेछ क्या। खाता खोल्नेहरू चाहिँ घुमिरहेछन्, त्यहाँ अपचलन गर्नेहरू चाहिँ घुमिरहेछन्। अब म केही नगर्ने काहीँ नमुछेको मान्छेलाई ल्याएर थुनिरहेको छ। यसकारण प्रतिशोध भनिएको होला। एउटा मान्छेलाई घुमाएको छ होइन। हालाकि रविजीले चाहिँ होइन म एकदम ठिक छु, मैले होमवर्क गरिरहेको छु, मसँग धेरै योजनाहरू बनेका छन् र यहाँ आएर म एकदम शान्त वातावरणमा मैले धेरै होमवर्क गर्न पाएको छु भन्नुभएको छ। तर हामीलाई बाहिर बसेर हेर्नेलाई चाहिँ यो रमिता चाहिँ लागिरहेछ के गरेको सरकारले। दर्शक मेला देखेर रजत पौड अङ्कल प्रकाश सुवेदी रवि लामिछानेलाई भेट्न नखु कारागारतर्फ आउँदै हुनुहुन्छ। सबै नखुतिर सोझिएका छन् भन्नुभयो नि। हामी नखु मात्रै होइन, जहाँ जहाँ उहाँ पुग्नुभएको त्यो सबै ठाउँमा पुगेका छौँ हामी होइन। त्यो दाइ भाइको सम्बन्धले गर्दाखेरि अर्को कुरा जुन प्रतिशोधको आयो, प्रतिशोधमा चाहिँ के देखियो भने हामी सबैले पनि मैले पनि भने यो प्रतिशोध साध्नु हुँदैन, प्रतिशोध साधिएको देखियो भने। र अहिलेका जुन जेएनजी आन्दोलनपछि नियुक्त भएका मन्त्रीजीहरू भनौँ, इभन प्रधानमन्त्रीजीले पनि प्रधानमन्त्री नरहँदाखेरि उहाँले भन्नुभएको छ नि यो प्रतिशोधपूर्ण तरिकाले चाहिँ उहाँलाई राखियो भन्नु। प्रधानमन्त्रीलाई थाहा छ, जब गृहमन्त्रीलाई थाहा छ, जब अन्य मन्त्रीलाई थाहा छ कि यो प्रतिशोध पूर्ण छ, योभन्दा अघिको सरकारले प्रतिशोध साध्यो भन्ने छ भने अहिलेको सरकारले के हेरेर बसेको छ कि त भनिदिनु पर्यो प्रतिशोध पूर्ण हो र कि होइन भने होइन भनिदिनु पर्यो। अब यो अहिलेको सरकार चाहिँ मुख दर्शक बनिरहेछ क्या। त्यस कारणले अहिलेको सरकारलाई अपिल छ के हो त्यही। जस्तै मैले सुने अनुसार चाहिँ के छ भने उहाँले बिगो बराबर जबकि उहाँले बारम्बार भनेको छ मैले त गरेकै छैन, दूर समय मेरो नाता छैन, रिस्ता छैन यो सहकारीसँग, कहिले मैले खाता खोलेको छैन। खाता खोल्नेहरू चाहिँ घुमिरहेछन्, त्यहाँ अपचलन गर्नेहरू चाहिँ घुमिरहेछन्।